मलाई लाग्छ यहाँ निष्पक्ष भएरै स्वतन्त्र ढङ्गले चुनाव हुन सक्ने अवस्था छैन। विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गलत गर्न सक्दैन भन्ने कुराहरू कहीँ कतै सुनेका पनि होला। सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरूलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिइरहेको पनि छ। त्यसैले आफ्ना अभिव्यक्तिहरूलाई दिइरहँदा यसतर्फ पनि सबैको जिम्मेवारी बोक्नु पर्छ भन्ने म ठान्दछु। आज त्यही घर चलाउने व्यक्तिहरू छाती फुल्लाएर आउने पछि गएर हिँडिराखेका छन् र जनतालाई अझै भयभीत र त्रसित गराइराखेका छन्। यत्रो प्रश्न उठाइसकेपछि पनि हामी नसचिने हो एकले अर्कालाई दोषारोपण गर्ने, सहीलाई सही र खराबलाई खराब नभनी आफ्नो अनुकूलतामा व्याख्या गर्दै जाने हो भने फेरि अर्को दुर्घटना नहोला भन्न सकिन्न। तर हामी तिनीहरूलाई कानुनी दायराभित्र ल्याएर कारबाही गर्न सकिराखेका छैनौँ। यसको पछाडिको कारण के हो, यो कारण पनि खोज्न जरुरी छ। सुशासन प्रवर्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभार वर्तमान सरकारको रहेको छ। हामी यसैलाई मूलमन्त्र मानेर काम गरिरहेका छौँ। यी अपराधीहरूलाई कानुनी दायराभित्र ल्याउनको निम्ति हामीहरू किन पछाडि परिराखेका छौँ? यदि हामीले तिनीहरूलाई कानुनी दायराभित्र ल्याउन सकेनौँ भने यो कुरालाई हामीले आत्मसात यथार्थ धरातलमा उभिएर हामीले परिस्थितिको मूल्याङ्कन आकलन गर्न जरुरी छ। देशको विशिष्ट अवस्थामा शून्यतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेदारी सुम्पेको हुँदा त्यसका लागि आएका हौँ। हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ पनि छैन। प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर सुहासिल गर्ने दिशामा सरकार केन्द्रित रहेको छ। सुरक्षाको स्थितिको बारेमा सशक्तै मूल्याङ्कन गर्दा अहिले पनि सुरक्षाको अवस्थालाई हेर्ने हो भने जनताहरू अहिले पनि भयभीत छन्, त्रसित छन् र आफूले आफैलाई सुरक्षित भएको अनुभूति गर्न पाइराखेको अवस्था छैन। यो कुरालाई हामीले आत्मसात गर्न जरुरी छ। त्यति मात्र होइन, सुरक्षा निकायमै कार्यरत सुरक्षाकर्मीहरू पनि आफू सुरक्षित भएको महसुस गर्न सकिरहेको अवस्था छैन। आज दिन प्रतिदिन अराजकता छाइराखेको छ र आज विभिन्न नाममा सुरक्षा क्षेत्रलाई तेजोबल बनाउने, कमजोर बनाउने त्यो योजनाका साथ केही तत्त्वहरू अगाडि बढेको त्यो मैले आफूले महसुस गरिराखेको छु र अहिले पनि चाहिने सुरक्षा निकायमा कार्यरत कर्मचारीको सन्दर्भमा भन्नुहोस्, चाहिने राष्ट्र सेवा कर्मचारीहरूको सन्दर्भमा आज भुक्क भएर कार्य सम्पादनमा अगाडि बढ्न सक्ने अवस्था छैन। यो सवालमा विशेष गरेर सुरक्षा निकायका सुरक्षाकर्मीहरूको पहिलो काम भनेको हाम्रो उहाँहरूको मनोबल अभिवृद्धि गर्ने कार्यमा विशेष गरेर सुरक्षा निकायमा रहेका सुरक्षा प्रमुखहरूको प्रमुख जिम्मेवारी र दायित्व हो भन्ने मैले त्यसरी बुझेको छु र त्यो कार्यमा अविलम्ब ढिलाइ नगरिकन सुरक्षा क्षेत्रमा कार्यरत कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्ने
र सँगसँगै राष्ट्र सेवा कर्मचारीहरूलाई म सुरक्षित छु भन्ने त्यो अनुभूति दिलाउने कार्यमा आजको यो गोष्ठी फलदायी बन्नेछ भन्ने कुरामा मैले विश्वास लिएको छु। आज भदौ भाद्र 23-24 को जुन घटना हो नेपालमा, त्यो अत्यन्तै दुःखदायी घटना हो र विशेष गरेर 23 गतेको घटना जेन्जी भाइ बहिनीहरूले अत्यन्तै पवित्र मनसायका साथ, पवित्र उद्देश्यका साथ उनीहरूले त्यो कार्यक्रम अगाडि बढाएका थिए र वास्तवमा भन्ने हो भने उनीहरूले मुलुकमा सुशासन कायम गर्ने र सँगसँगै जुन बढ्दै गएको भ्रष्टाचार हो त्यो भ्रष्टाचारलाई न्यूनीकरण गर्ने त्यो पवित्र मनसायका साथ उनीहरूले त्यो कार्यक्रमको आयोजना गरेका। विडम्बना, त्यो कार्यक्रममा घुसपेट गरेर त्यो कार्यक्रमलाई अराजकतातिर जबरजस्त धकेल्ने काम गर्यो र मुलुकमा ठुलो जनधनको क्षति हुन पुग्यो र 24 गतेको जुन घटना घट्यो, 24 गतेको घटना योजनाबद्ध ढङ्गले घटेको घटना हो भन्ने आज सिङ्गो नेपाली जनजनले बुझिसकेका छन् र अहिले पनि त्यो घटनामा संलग्न भएका व्यक्तिहरू, त्यो अराजक समूह अहिले पनि छाती फुल्लाएर हिँडिरहेको छ। ती अपराधी गतिविधिमा संलग्न हुने व्यक्तिहरूलाई अहिले पनि राज्यले कानुनी दायरामा ल्याउन सकिराखेको अवस्था छैन। अहिले पनि केही समूह सुरक्षाकर्मीहरूको लाई तेजोबद गर्ने, कर्मचारीहरूलाई तेजोबद गर्ने काममा अहिले पनि लागिरहेको छ। हाम्रै लुम्बिनी प्रदेशको सन्दर्भमा पनि हेर्ने हो भने अहिले पनि त्यो समूह कर्मचारीमाथि, सुरक्षाकर्मीमाथि अहिले पनि उसले कसरी डिमोरलाइज गर्ने त्यो उद्देश्यका साथ योजनाबद्ध ढङ्गले अगाडि बढिरहेका छन्। म यहाँहरूलाई भन्न चाहन्छु कि अझै हामीले यो मुलुकलाई अराजकतातिर अझै कति लग्ने हो, यो सवालमा हाम्रो सुरक्षा निकायको जिम्मेवारी लिएका प्रमुखहरूले यो बारेमा गम्भीर भएर सोच्नु पर्ने अवस्था आएको छ। अहिले पनि ती अपराधीहरूलाई कानुनी दायराभित्र ल्याउन सकेनौं र हामीले कारबाही गर्न सकेनौं भने मलाई लाग्छ जनताले आफू सुरक्षित भएको महसुस गर्न किमार्न सक्ने छैन। मान्छे अब सबभन्दा सुरक्षित भनेको आफ्नो घर छ, तर आज व्यक्तिका घरहरू जलेका छन्, जलाइएका छन् नियोजित ढङ्गले। आज त्यही घर जलाउने व्यक्तिहरू छाती फुल्लाएर आउने पछि गएर हिँडिरहेका छन् र जनतालाई अझै भयभीत र त्रसित गराइरहेका छन्। तर हामी तिनीहरूलाई कानुनी दायराभित्र ल्याएर कारबाही गर्न सकिरहेका छैनौं। यसको पछाडिको कारण के हो, यो कारण पनि खोज्न जरुरी छ। 24 गते जुन घटना घट्यो त्यो जेएनयूको नाममा, ती घटनाहरू लुम्बिनी प्रदेशको सन्दर्भमा भन्नुहुन्छ भने त्यो आगजनीमा, त्यो तोडफोडमा कुनै जेएनयू थिएन। त्यसभित्र रहेका अराजक चाहे जुनसुकै पार्टीका होलान्,
जुनसुकी समूहका होलान् ती अपराधीहरूलाई कानुनी दायराभित्र ल्याउनको निम्ति हामीहरू किन पछाडि परिराखेका छौँ? यदि हामीले तिनीहरूलाई कानुनी दायराभित्र ल्याउन सकेनौँ भने मलाई लाग्छ यहाँ निष्पक्ष भएरै स्वतन्त्र ढङ्गले चुनाव हुन सक्ने अवस्था छैन। यो कुरालाई हामीले आत्मसात यथार्थ धरातलमा उभिएर हामीले परिस्थितिको मूल्याङ्कन आकलन गर्नु जरुरी छ। यही लुम्बिनी प्रदेशमा धेरै कैदीहरू भागिएका छन्, भागेका छन्। ती कैदीहरूलाई हामीले अहिलेसम्म नियन्त्रणमा ल्याउन सकिराखेका छैनौँ। मैले लुम्बिनी प्रदेश सरकारको तर्फबाट यहाँका प्रदेशका सुरक्षा प्रमुखज्यूहरूलाई भने सरकारको तर्फबाट हामी शान्ति सुरक्षा अमन चयन कायम गर्नको निम्ति कुन खालको साथ सहयोग गर्न पर्यो लुम्बिनी प्रदेश सरकार तयार छ। त्यति मात्र होइन, अपराधीहरूलाई यदि कानुनी दायराभित्र ल्याउनको निम्ति हाम्रा हतियारहरू हामीले फिर्ता गराउनको निम्ति कुनै कुराहरूको पनि हामी कसरत बाँकी नराखौँ। यसको निम्ति सरकारको तर्फबाट अथवा सुरक्षा निकायको तर्फबाट ती अपराधीहरूलाई नियन्त्रणमा लिनको निम्ति पुरस्कारको व्यवस्था गर्न पर्छ भने प्रदेश सरकार त्यो पनि गर्न तयार छ। तपाईँहरूले योजना बनाएर अगाडि बढ्नुहोस् भनेर सरकारको तर्फबाट मैले भनिरहेको छु। तर त्यो अहिले पनि हामी त्यो कार्यलाई अगाडि बढाउन सकिराखेका छैनौँ। यो विषयमा गम्भीर हुन जरुरी छ। सरकारको तर्फबाट यहाँको शान्ति सुरक्षा अमन कायम गर्नको निम्ति लुम्बिनी प्रदेश सरकारको तर्फबाट हामी कुनै कुराको कमी हुन दिँदैनौँ र हामी सरकारको तर्फबाट यहाँ जुन सरकारी कार्यालयहरू तोडफोड भए, आगजनी भए, ती आगजनी भएका कार्यालयहरूलाई फेरि काममा सुचारू गराउनको निम्ति र कर्मचारीहरूको मनोबल उच्च बनाउनको निम्ति लुम्बिनी प्रदेशमा 397वटा जुन व्यक्तिका सरकारी कार्यालयहरू, प्रहरी कार्यालयहरू जुन ध्वस्त बनाइए, त्यो 397 मध्ये 391 ठाउँमा म आफै सशरीर त्यहाँ उपस्थित भएर कर्मचारीहरूको मनोबल उठाउनको निम्ति, सुरक्षा निकायको मनोबल उठाउनको निम्ति, जनताको मनोबल उठाउनको निम्ति म 3 गतेदेखि नै असल 3 गतेदेखि त्यो अभियान सञ्चालन गरेर म 391 ठाउँमा पुगेर जुन कार्यालयहरू ध्वस्त भएका छन् त्यसमा ती कार्यालयहरूको काम सुचारू गर्नको निम्ति प्रदेश सरकारको तर्फबाट आर्थिक व्यवस्थापन समेत गरेर हामीले यहाँको प्रशासनिक कार्यलाई सुचारू गराउन सफल भएका छौँ र आज लुम्बिनी प्रदेशका हरेक सेवाग्राही कार्यालयहरू अहिले सुचारू भएका छन्। ती कार्यालयहरू व्यवस्थित गर्न पर्नेछ र पुनर्निर्माणको निम्ति ठुलो धनराशि आवश्यक पर्ने अवस्था छ। त्यसको निम्ति सङ्घीय सरकारको पनि ध्यान जानेछ भन्ने कुरामा मैले विश्वास लिएको छु र अहिले पनि लुम्बिनी प्रदेशमा विभिन्न खालका सुरक्षाको क्षेत्रमा कोही ठाउँ धर्मको नाममा, कोही ठाउँ जातीयताको नाममा, कोही ठाउँ राजनीतिक दलहरूको नाममा विभिन्न खालका गतिविधिहरू हुने गरेका छन् र त्यसको निम्ति हाम्रो सुरक्षा निकाय सदैव चनाखो भएर त्यो सवालमा आफ्ना कार्ययोजनाहरू अगाडि बढाएर पनि गइराखेको अवस्था छ। तर अहिले खास गरेर भन्ने हो भने यो भदौको घटनापछि अहिले तस्करी अहिले बढेर गएको छ। यसलाई नियन्त्रण गर्न जरुरी छ। तस्करीहरू मौलाएर गइराखेको छ र त्यसलाई नियन्त्रण गर्न सुरक्षा निकायले आफ्नो ठाउँबाट प्रयत्न त गरेको छ, तर विडम्बना सुरक्षाकर्मी माथि नै अहिले पनि अराजक समूहले तेजोवध गर्ने र ती आएका
जुन उताबाट आएका सामानहरू हुन् ती सामानहरू सुरक्षाकर्मीलाई तेजोबद गरेर उनीहरूले जबरजस्त लिएर गएका घटनाक्रमहरू पनि छन्। त्यसो भएर म भन्न चाहन्छु सबभन्दा पहिले हामीले सुरक्षाकर्मीहरूको हाम्रा तलका निकायहरूको मनोबल माथि उठाउनको निम्ति हामी पहिलो काम त्यसमा लागौं। दोस्रो काम भनेको जुन लुटिएका हतियारहरू त्यो फिर्ता गर्ने काममा लागौं। तेस्रो काम भनेको जुन फरार भएका कैदीहरू ती कैदीहरूलाई नियन्त्रणमा लिने काममा लागौं। चौथो काम भनेको जुन राष्ट्र सेवक कर्मचारीहरूको मनोबल गिरेको छ त्यो राष्ट्र सेवक कर्मचारीहरूको मनोबल उठाउने काममा गरौं र जनतालाई सेवा प्रवाह गर्ने काममा अगाडि बढौं। यो म यहाँ समक्ष निवेदन गर्न चाहन्छु। लुम्बिनी प्रदेश सरकारको जति बेला म आफू मुख्यमन्त्री बनेर गएँ जाँदाका दिनै मैले यो लुम्बिनी प्रदेशमा सुशासन कायम गर्ने भ्रष्टाचार नियन्त्रण गर्ने 5 वर्षे रणनीतिक कार्ययोजना बनाएर अहिले लुम्बिनी प्रदेश सरकार अगाडि बढिरहेको अवस्था छ। हामी लुम्बिनी प्रदेशमा सकेसम्म सुशासन कायम गर्नको निम्ति र भ्रष्टाचार न्यूनीकरण गर्नको निम्ति हामी रणनीतिक योजना बनाएर लुम्बिनी प्रदेश सरकार अगाडि बढिरहेको अवस्था छ। यसको निम्ति स्वयं आफैबाट आफैले केही गरेर देखाउनु पर्छ भन्ने ठानेर सुधारको कुराहरू आफैबाट लागू गर्नुपर्छ भन्ने महसुस गरेर मैले कतिपय कुराहरू मैले सार्वजनिक रूपमै घोषणा गरेको थिएँ। म जति बेलासम्म मुख्यमन्त्री बन्छु त्यति बेलासम्म मैले मेरो मन्त्रालयमा मैले होटेलको बिल लगेर मैले पेश गर्ने छैन। म कुनै एक रात होटेलमा म बस्ने छैन भनेर मैले घोषणा पनि गरेको। आज म 16 महिना करिब 16 महिना मैले मुख्यमन्त्रीको यो पदमा रहिराखेको छु। यो 16 महिनासम्म म आजको मितिसम्म कुनै होटेलमा बसेको छैन र मेरो मन्त्रालयमा लगेर मैले होटेलको बिल पनि पेश गरेको छु। गर्न सकिन्छ यदि गरौँ भन्ने हो। म यहाँ रूपन्देही आउँदाखेरि अराखण्डी जाँदाखेरि र दाङका कुनै ठाउँमा जाँदाखेरि 3वटा जिल्लामा म हिँड्दाखेरि मैले टिओ लिन्न मैले आफूले प्रतिज्ञा गरेको थिएँ, घोषणा गरेको थिएँ। आजको मितिसम्म मैले लिएको पनि छैन किनकि मेरो यसभन्दा पहिला रूपन्देहीमा सम्पर्क कार्यालय थियो, बस्ने ठाउँ थियो, त्यस मानेमा मैले टिओ खाना हुन्न भनेर मैले खाएको थिएँ। अरेखाँचीमा मेरो घर थियो, म घरमा बस्दै अरेखाँची जाँदा मैले त्यहाँ जाँदाखेरि टिओ लिनु हुँदैन भनेर मैले लिने थिइनँ। दाङ मेरो त्यही राजधानी भएको कारणले मैले कुनै ठाउँ जाँदा पनि मैले लिनु हुँदैन भनेर मैले लिने गरेको छैन। तपाईहरु अहिले पनि गएर हेर्नुहोस्। तर विडम्बना म आफै सुशासन कायम गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्ने भएर अगाडि बढिरहँदा आज मेरै घर ध्वस्त बनेको छ। आज भन्नुहुन्छ भने मेरो घर खरानी बनेको छ। आज ती खरानी बनाउने मान्छेहरू आज छाती फुल्याएर अलिपछि समाजमा हिँडिरहेका छन्। तर तिनीहरूलाई कानुनी दायराभित्र ल्याउने काममा हामी उदासीन भइरहेका छौँ। के यसरी नै अलिपछि समाज चल्छ? यो बारेमा गम्भीर बन्न पर्ने हो कि होइन? मैले आफैसित क्वेसन सोध्न पर्ने बेला आएको छ। त्यसो भएर म भन्न चाहन्छु हामी हो सचिन जरुरी छ, सुध्रिन जरुरी छ। कतिपय कमी कमजोरी हामीबाट भएका छन् भने त्यसलाई सुधारेर जान जरुरी छ। तर आज भइरहेको के छ? आज समस्या कहाँ छ? त्यो समस्याको चुरो हामी पत्ता लगाउन सकिरहेका छैनौँ। तर गाली नेतालाई गरिरहेका छन्। होला नेताहरू सबै दुब्ली नआएका छन् भन्ने मैले भन्न सक्दैन। कतिपय नेताहरू बेठिक होला, तर सिस्टम बेठिक होइन, प्रणाली बेठिक होइन। यो कुरालाई आत्मसात गर्न सबै निकायले जरुरी छ भन्ने मैले ठानेको छु
र यसको निम्ति सुरक्षा क्षेत्र पनि हामीले आमूल परिवर्तन गरेर लिएर जान जरुरी छ। मैले पटक पटक भने हाम्रो पहिला डिआइजी साहब हुनुहुन्थ्यो यही लुम्बिनी प्रदेशमा, अहिले आइजी हुनुभएको छ, उहाँलाई म बधाई दिन चाहन्छु। औपचारिक रूपमा आज भेट भएको छ। उहाँसित यही डिआइजी भइराख्दा मैले धेरै कुराहरू सुरक्षा क्षेत्रमा पनि सुधारेर अगाडि बढाउँ भनेर मैले भनिराखेको थिएँ। उहाँले प्रयत्न पनि गर्नुभएको थियो, तर उहाँ हिँडिसकेपछि फेरि त्यो उस्तै चाहिन्छ। अहिले पनि हामी अब यो के जाँचको क्रममा ठाउँ ठाउँमा ट्राफिकहरूले दिने जुन एउटा शास्ति छ, त्यो शास्तिबाट अहिले मान्छेहरू आधीन छन्। यो कुरामा ध्यान जान जरुरी छ। सुरु हामी बोर्डर एरियामा अथवा कुनै ठाउँमा एउटा ठाउँमा हामी पढाइ गरौँ, तर प्रत्येक चौकी चौकी ओडा ओडा हरेक ठाउँमा त्यो जाँचले गर्दा मान्छेहरू आधीन भएका छन् र हामी प्रति आक्रोशित पनि भएका छौँ। यो कुरालाई पनि हामीले हेर्दा राख्न जरुरी छ। अहिले पनि चौपाया बाहिर जाने क्रम रोकिएको छैन, तस्करी रोकिएको छैन। पहिला अलिकति थोरै कन्ट्रोल थियो, अहिले पनि त्यो कार्य अहिले पनि अगाडि बढिराखेको छ। अन्य तस्करीका कुराहरू बढिराखेका छन्। आज एक हिसाबले भन्नुहुन्छ भने भन्सारमा पुरै मिलोमतोमा अहिले ट्रक अनिपछि सामानहरू भित्रिने काम भइराखेका छन्। यसको नियन्त्रण गर्ने कसले हो? तपाईँ हामीले हो कि होइन? यो बारेमा हामी गम्भीर बनेका छौँ कि छैनौँ? आज देशको राजस्व आउने जुन मूल क्षेत्र हो त्यही क्षेत्रमै अनिपछि दिन दहाडै ट्रक सामानहरू राति भित्रिराखेका छन्। यो बारेमा हामी गम्भीर बन्न सकिराखेका छैनौँ। यतापट्टि पनि हाम्रो ध्यान जान जरुरी छ भन्ने मैले ठानेको छु। यो विषयमा आजको यो गोष्ठीमा हामी घनघोर ढङ्गले जिल्लाको समस्याका बारेमा हामी छलफल गर्नेछौँ र एउटा साझा निष्कर्ष निकालेर जनतालाई हामीले सुशासन, साँच्चै सुशासन को सुरुवात भयो है भन्ने त्यो अनुभूति दिलाउने गरी त्यो खालको कार्य योजना बनाउने काममा हामी लाग्नेछौँ भन्ने कुरा राख्दै यो गोष्ठी पूर्ण रूपले सफलताको शुभकामना दिँदै मेरा भनाइहरू यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार। सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी जेनजी युवाहरूबाट भाद्र 23 र 24 गते भएको प्रदर्शन पश्चात विषम परिस्थितिमा यो सरकार गठन भएको हामी सबैमा अवगतै छ। हामीले त्रासदीपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सफल भएका छौँ। यस हलमा रहनुभएका सबैको अथक प्रयास र मेहनतको महत्त्वपूर्ण प्रयासका कारण मात्र शान्ति सुरक्षाको सामान्य अवस्था सम्भव भएको हो। यहाँहरूप्रति म नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु। सुशासन प्रवर्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभार वर्तमान सरकारको रहेको छ। हामी यसैलाई मूलमन्त्र मानेर काम गरिरहेका छौँ। विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गलत गर्न सक्दैन भन्ने कुराहरू कहीँ कतै सुनेका पनि होलान्। सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरूलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिइरहेको पनि छ। वर्तमान सरकार कसैको निगाहमा बनेको सरकार होइन, जेनजी मुभमेन्टको जगमा बनेको सरकार हो। हामी कुनै अपेक्षाले आएका होइनौँ र हाम्रो व्यक्तिगत इच्छाले आएका पनि होइनौँ। देशको विशिष्ट अवस्थामा शून्यतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेदारी सुम्पेको हुँदा त्यसका लागि आएका हौँ।
हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ पनि छैन। प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रित रहेको छ। त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा बिगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेका छौं। हाम्रा छोराछोरीले हाम्रो कार्य सम्पादनको शैलीमा यत्रो प्रश्न उठाइसकेपछि पनि हामी नसच्चिने हो एकले अर्कालाई दोषारोपण गर्ने, सहीलाई सही र खराबलाई खराब नबनी आफ्नो अनुकूलतामा व्याख्या गर्दै जाने हो भने फेरि अर्को दुर्घटना नहोला भन्न सकिन्न। त्यसैले आफ्ना अभिव्यक्तिहरूलाई दिइरहँदा यसतर्फ पनि सबैको जिम्मेवारी बोक्नु पर्छ भन्ने म ठान्दछु। भयरहित, निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरूमध्ये यो सुरक्षा गोष्ठी पनि एक हो। हामीले यस सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि आवश्यक तयारी गर्नेछौँ। यस सुरक्षा गोष्ठीले सबैलाई आश्वस्त पार्ने गरी निर्वाचनको सुरक्षा तयारी गर्नेछ। यसै गरी हामी 7 प्रदेशमा पुग्नेछौँ। हामी सर्वप्रथम लुम्बिनीमा आएका छौँ। कारण के हो भने लुम्बिनी जहाँ गौतम बुद्धको जन्मस्थल हो, यहाँबाट शान्तिको सन्देश दिनुपर्छ, अहिंसाको सन्देश दिनुपर्छ भनेर अहिले चाहिँ हामी लुम्बिनीलाई पहिलो नम्बरमा राखेर आएका हौँ। यसको विशेष सन्देश छ। प्रदेश सरकारको पनि भूमिका उत्तिकै महत्त्वपूर्ण रहेको छ। सरकारले निर्वाचन पूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातका कार्यहरूमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको छ। केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउनेछ भन्ने मैले विश्वास लिएको छु। राजनीतिक दलहरूले लुटेका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा औल्याउनु भएको छ। हामीले धेरै परिणाममा विशेष अपरेसन मार्फत यी हतियार फिर्ता ल्याइसकेका छौँ भने ठूलो संख्यामा कैदीहरू पनि फिर्ता भइसकेका छन्। यस गोष्ठीमा हामी हाम्रा यी प्रयासहरूका बारेमा समीक्षा गरी थप प्रभावकारी रूपमा अगाडि बढ्ने गरी रणनीति तय गर्नेछौँ। लुम्बिनी प्रदेश राजस्व चुहावटको दृष्टिले जोखिमको प्रदेश हो। सुशासनको जगमा बनेको यो सरकार चुहावट नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ। कसैलाई गलत तवरबाट रिजाउनु पर्ने अवस्था छैन। व्यावसायिक ढङ्गले कार्य सम्पादन गर्दा पुग्नेछ। त्यसैले यस गोष्ठीसँगै राजस्व चुहावट नियन्त्रणमा सरकारी संयन्त्रको संलग्नताका केही कमी कमजोरीहरू बाँकी छन् भने ती अन्त्य हुनुपर्दछ। माननीय मुख्यमन्त्रीज्यूले पनि अगाडि यो विषय जोडदार उठाउनु भएको छ। मैले फेरि पनि दोहोर्याएर भन्न चाहन्छु, राजस्व चुहावटमा कुनै पनि कमी कमजोरी नरहोस्। त्यसलाई चाहिँ माथिबाट पनि विशेष रूपमा निगरानी गरिनेछ। हामी यस्ता विषयवस्तुहरू आउँदा बित्तिकै माथिल्लो तहमै छलफल गरेर तुरन्त करेक्सन गर्ने उपायहरू अपनाउँदै आएका पनि छौँ। त्यसलाई अझै सुदृढ बनाएर जारी राख्नेछौँ। व्यावसायिक आचरणभित्र रही कानुन बमोजिम प्राप्त अधिकार प्रयोग गर्नमा यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ। यसमा माथिल्लो तहबाट हस्तक्षेप हुँदैन। अपराधका घटना हुने तर माथिको मुख ताकेर अनुसन्धान हुने परिपाटी अन्त्य भएको छ अहिले। त्यसैले यहाँहरू निष्पक्ष भएर गैर कानुनी क्रियाकलापलाई कानुनको दायरामा ल्याउनुहोस्। जुनसुकै आवरणमा हुने गलत कार्यहरू सबै रोकिनुपर्छ, तर निर्दोष चाहिँ पर्नु हुँदैन। यहाँलाई व्यवसायिक स्वतन्त्र र स्वायत्तता प्रदान गरेसँगै हामीले देशको मूल्याङ्कनको लागि निगरानी पनि बढाएका छौँ, अझै बढाउँछौँ। अघि माननीय मुख्यमन्त्रीज्यूले जो आफै पनि
एउटा पीडित भएको कुरा यहाँ राख्नु भएको छ। तमाम पीडितहरू हुनुहुन्छ जसको घरमा आगजनी भयो, तोडफोड भयो, लुटपाट भयो। त्यसलाई नेपाल सरकार गृह मन्त्रालयले कानुनको दायरामा ल्याइरहेको पनि छ। यसै प्रदेशभित्र पनि अहिले चाहिँ 78 जना प्रहरीको नियन्त्रणमा हुनुहुन्छ। दण्डहीनता सही हुँदैन। जेनजी मुभमेन्ट सुशासनको लागि भएको हो। सुशासन भन्नु नै कानुनी राज्य हो। यसको प्रस्थान बिन्दु चाहिँ कानुनी राज्य हो र त्यसमा दण्डहीनता चाहिँ स्वीकार्य हुँदैन। यदि दण्डहीनता स्वीकार्य भयो भने हामी कोही पनि सुरक्षित रहँदैनौँ। पहिलो कुरा भनेको सुरक्षा हो। सुरक्षापछि अरू कुराहरू थपिँदै जान्छन्। समृद्धिका कुराहरू त्यसपछि थपिने कुरा हो। यसलाई नेपाल सरकार गृह मन्त्रालयले आफ्नो पहिलो प्राथमिकताभित्र राखेर सम्बोधन गरिआएको छ, गर्दै जानेछ। अन्त्यमा यो गोष्ठीले लुम्बिनी प्रदेशमा देखाएको कुराहरूको सुनिश्चितता गर्दै टुङ्गोमा पुग्नेछ भन्ने विश्वास लिएको छु। तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न लुम्बिनी प्रदेशमा रहेका सुरक्षाका चुनौतीहरू सामना गर्न सक्षम हुने गरी प्रदेश र जिल्लाहरूले आफ्ना सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउनेछौँ। सुरक्षा गोष्ठी सम्पन्न गरी कार्यस्थलमा फर्किँदा हाम्रो कार्यशैलीमा जनताले महसुस हुने गरी सुधार हुनेछ। हाम्रो समूह कार्यमा प्रभावकारिता आउनेछ। टिमवर्कमा कानुनी राज्यको अवधारणा बमोजिम स्वतन्त्र र निष्पक्ष ढङ्गबाट कार्य सम्पादन गरिनेछ। सरकारवालाहरूसँगको समन्वय र सहकार्यलाई थप सुदृढ बनाइनेछ। सबैलाई सक्रिय भएर कार्यक्रममा सहभागी हुन अनुरोध गर्दछु। आफ्ना इनोभेटिभ आइडियाज सेयर गर्न पनि अनुरोध गर्दछु। खास गरेर जेनजी पुस्ताले अपेक्षा गरेको, हाम्रै छोराछोरीले अपेक्षा गरेको भनेको हामी चाहिँ अलि इनोभेटिभ हुनु पर्यो। अहिले सूचना प्रविधिको क्रान्ति नै आइसकेको छ। डिजिटल माध्यमबाट हामी धेरै कामलाई चाहिँ, सेवा प्रवाहलाई चाहिँ अझै व्यवस्थित बनाउन सक्छौँ। भ्रष्टाचार नियन्त्रण गर्न सक्छौँ, रोकथाम र नियन्त्रण गर्न सक्छौँ लगायतका कुराहरू जो चाहिँ अहिलेको नवयुवा पुस्ताले जे कुराहरू देखे त्यसको आधारमा जे सपना देखेका छन्, यसमा चाहिँ हामी पनि अब अलि सृजनशील हुनुपर्छ। इनोभेटिभ आइडियाजहरू छन् भनेदेखि त्यसलाई हामीले एक्सपेरिमेन्ट गर्नुपर्छ। त्यो अनुसारको हाम्रो नीति कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा मेरो यो दोहोऱ्याउन चाहन्छु।